हेलो भाइ बहिनीहरु, फेरि पनि तपाईहरुलाई स्वागत छ मेरो नयाँ भिडियोमा। आजको भिडियोमा हामी सिटिभिटी इन्ट्रान्स प्रिपरेसन क्लासको लागि आज चाहिँ म तपाईहरुलाई साइन्सको साइन्टिफिक लर्निङ च्याप्टरको बारेमा चाहिँ म के कसो क्वेशनहरु सोधिन्छ सिटिभिटी इन्ट्रान्स एक्जाममा भने भन्छु र आज चाहिँ साइन्टिफिक लर्निङ च्याप्टरबाट हामी पढ्छौं। त्यसको चाहिँ के सोध्न सक्छ त भने हामी आज बुझ्छौं। हस्त भाइ बहिनीहरु ढिला नगरिकन अब हामी आउँछौं टपिकमा। साइन्टिफिक लर्निङबाट चाहिँ मेन सोध्ने भनेको यो साइन्टिफिक लर्निङ 2080 देखि चाहिँ यो च्याप्टर आको हो। भाइ बहिनीहरु पहिला साइन्टिफिक लर्निङको ठाउँमा मेजरमेन्ट च्याप्टर थियो हो। त अब नयाँ सिलेबसमा साइन्टिफिक लर्निङ छ र यसमै चाहिँ युनिटहरुको कुरा गरिरहेछ। त आजको टपिकमा हामीले मेन चाहिँ युनिटको बारेमा बुझ्छौं। भनेको हामीले दुईटा युनिट पढेको छौं। फर्स्ट नम्बरमा फन्डामेन्टल युनिटको बारेमा भन्छौं। के अरे फन्डामेन्टल युनिट्स। अर्को 2 नम्बरमा डिराइभ्ड युनिट भाइ बहिनीहरु। डिराइभ्ड युनिट। अब यो फन्डामेन्टल युनिट र डिराइभ्ड युनिट भनेको के हो त? फन्डामेन्टल युनिट भनेको के हो भने फन्डामेन्टल युनिट यस्तो सबभन्दा पहिला फन्डामेन्टल युनिट भन्दा पनि पहिला म फन्डामेन्टल क्वान्टिटी भन्छु। फन्डामेन्टल क्वान्टिटी क्वान्टिटीको बारेमा बुझ्छौ भाइ बहिनीहरु। अर्को चाहिँ डिराइभ्ड क्वान्टिटी। अब ध्यान दिएर फन्डामेन्टल क्वान्टिटी हामीले जम्मा 7 वटा पढेको छौं। जम्मा कतिवटा 7 वटा पढेको छौं। त फन्डामेन्टल क्वान्टिटीकै युनिट जुन हुन्छ नि त्यसलाई चाहिँ हामी फन्डामेन्टल युनिट भन्छौं। भाइ बहिनीहरु फन्डामेन्टल युनिटको अर्को नाम के हो भने फन्डामेन्टल युनिटको अर्को नाम भनेको बेसिक युनिट पनि भन्छ क्या। क्वेशनमा सोध्छ। र यो डिराइभ्ड युनिट भनेको रिलेटिभ युनिट भनेर भन्छ क्या। रिलेटिभ युनिट भन्छ भाइ बहिनीहरु। यो कुरा एकदमै याद राख्ने है। हामीले चाहिँ फन्डामेन्टल युनिटको ठाउँमा बेसिक युनिट पनि बुझ्छौं र डिराइभ्ड युनिटको ठाउँमा रिलेटिभ युनिट पनि बुझ्छौं। भने सबभन्दा पहिला म फन्डामेन्टल क्वान्टिटीको बारेमा भन्छु। फन्डामेन्टल क्वान्टिटी जम्मा हामी 7 वटा पढेको छौं। त कुन हो फन्डामेन्टल क्वान्टिटी त? सबभन्दा पहिला फन्डामेन्टल क्वान्टिटी जस्तै लेन्थ भयो एउटा फन्डामेन्टल क्वान्टिटी। 2 नम्बरमा मास, 3 नम्बरमा टाइम, 4 नम्बरमा इलेक्ट्रिक करेन्ट, अर्को 5 नम्बरमा लुमिनियस इन्टेन्सिटी, अर्को 6 नम्बरमा अमाउन्ट अफ सब्स्टान्स, अर्को चाहिँ 7 नम्बरमा म टेम्परेचर राख्दै। टेम्परेचर भाइ बहिनीहरु जम्मा हामीले फन्डामेन्टल क्वान्टिटी भनेको 7 वटा पढ्छौं। जम्मा हामीले फन्डामेन्टल क्वान्टिटी भनेको कतिवटा 7 वटा पढ्छौं। र फन्डामेन्टल क्वान्टिटीको जतिवटा युनिट हुन्छ त्यो युनिट नै हाम्रो फन्डामेन्टल युनिट हुन्छ भाइ बहिनीहरु। अब यहाँ तपाईहरुलाई म यो फन्डामेन्टल किन भनेको हो त? फन्डामेन्टल यो क्वान्टिटीहरु जुन छ नि यो क्वान्टिटी 7 वटा जुन यो क्वान्टिटीहरु चाहिँ आफैमा भर पर्छ। यो अरु युनिटमा अरु चीजमा भर परेको क्वान्टिटी होइन यो। र यसको युनिटको बारेमा कुरा गर्छु भने लेन्थको फन्डामेन्टल युनिट द युनिट व्हिच इज नट डिपेन्ड अपन अदर युनिट दैट इज कॉल्ड फन्डामेन्टल युनिट है भाइ बहिनीहरु। द युनिट व्हिच इज डिपेन्ड अपन फन्डामेन्टल युनिट दैट इज कॉल्ड डिराइभ्ड युनिट। डिराइभ्ड युनिट जुन छ नि डिराइभ्ड युनिट यो डिराइभ्ड युनिट चाहिँ हाम्रो फन्डामेन्टल युनिटमा भर परेको हुन्छ। फन्डामेन्टल युनिट मिलेर कम्बाइन भएर डिराइभ्ड युनिट चाहिँ
बन्छ है त भाइ बहिनीहरू। त यो फन्डामेन्टल क्वान्टिटी डिपेन्ड हुँदैन, डिराइभ्ड क्वान्टिटी चाहिँ डिपेन्ड हुन्छ केमा? फन्डामेन्टल क्वान्टिटीमा। त्यसै गरी युनिटको कुरा गर्छौ भने फन्डामेन्टल युनिट चाहिँ तिमीलाई यो हुन्छ, फन्डामेन्टल युनिट चाहिँ डिपेन्ड गर्दैन कुनै अर्को युनिटमा, तर डिराइभ्ड युनिट चाहिँ फन्डामेन्टल युनिटमा डिपेन्ड गर्छ, भर पर्छ भने भाइ बहिनीहरू। त यो 7वटा जुन हामीले फन्डामेन्टल क्वान्टिटी पढ्यो त यसको फन्डामेन्टल युनिट लेन्थलाई चाहिँ मिटरमा नाप्छ, यसको सिम्बल भन्दा चाहिँ मिटर हो भाइ बहिनीहरू। लेन्थलाई मिटरमा नाप्छ, यो फन्डामेन्टल युनिट हो र सिम्बल भनेको यम हुन्छ भने भाइ बहिनीहरू। मास भनेको किलोग्राममा नाप्छ यसलाई, केमा अरे? किलोग्राम, यसको युनिट केजी हो। टाइम भनेको सेकेन्डमा भाइ बहिनीहरू, सेकेन्डमा नाप्छ यसलाई, यसको युनिट यस हो भने इलेक्ट्रिक करेन्ट एम्पियरमा, केमा अरे? एम्पियरमा, यसको युनिट ए हो। लुमिनियस इन्टेन्सिटीलाई केमा नाप्छ त? क्यान्डेलामा, केमा अरे? क्यान्डेलामा। त यसलाई चाहिँ सिडी भनेको क्यापिटल सी स्मल डी ले डिनोट गर्ने। एमाउन्ट अफ सब्स्टान्सलाई मोलमा, यसको सिम्बल एमओएल। टेम्परेचरलाई चाहिँ केल्भिनमा, फन्डामेन्टल युनिट केल्भिन भनेको यसको युनिट के। यो 7वटा फन्डामेन्टल युनिट भाइ बहिनीहरूलाई एकदमै लेख्नुपर्छ, यसलाई चाहिँ नोट गर्ने भाइ बहिनीहरू। हामीले युट्युबबाट हेर्दैछौँ, फेसबुकबाट हेर्दैछौँ या त अनलाइन क्लासबाट पढ्दैछौँ, जहिले पढ्दा चाहिँ हामीले कपी किताब लिएर बस्नुपर्छ भाइ बहिनीहरू। कपी किताब लिएर बस्ने र त्यसलाई चाहिँ जति मैले चाहिँ भन्छु, जति मैले लेखाउँछु सबै नोट गर्ने हो भाइ बहिनीहरूले। त भाइ बहिनीहरू अब यो नोट गर्ने हो। अब चाहिँ म तपाईहरुलाई युनिटको सिम्बल सबभन्दा पहिला म भन्छु याद गर्न, बुझ्ने। आखिरमा यो त हामीले 9 10 मै पढेको चीज हो, तर हामीले चाहिँ अब रिभाइज गर्दै जो भाइ बहिनीहरु एकदमै फोकस गरेर चाहिँ यसलाई याद गर्नुपर्छ। 7 वटा फन्डामेन्टल युनिट। अब डिराइभ्ड क्वान्टिटी भनेको कस्तो हो भने नि, मानौ एउटा फोर्स भइहाल्यो, एक्जाम्पलको लागि वर्क भइहाल्यो, भेलोसिटी भइहाल्यो, भेलोसिटी स्पिड एउटै हो, भेलोसिटी स्पिड जस्तै प्रेसर एडिसी, यी कुराहरू हाम्रो डिराइभ्ड क्वान्टिटीमा पर्छ। र डिराइभ्ड क्वान्टिटी कहाँबाट आएको? फन्डामेन्टल क्वान्टिटीबाट आएको भनेको। यो जुन डिराइभ्ड युनिट भनेको हामी पढ्छौं नि, यो डिराइभ्ड युनिट सबै यो फन्डामेन्टल युनिट कम्बाइन भएर मिलेर भन्छ क्या भाइ बहिनी। त अब हामीले डिराइभ्ड युनिटको बारेमा बुझ्दा चाहिँ इट इज डिपेन्ड अपन फन्डामेन्टल युनिट। सबै फन्डामेन्टल युनिट नै डिराइभ्ड युनिटमा युज हुन्छ भाइ बहिनीहरु। त अब मैले चाहिँ डिराइभ्ड युनिटको बारेमा कुरा गर्छु भने, मानौ फर्स्ट नम्बरमा मैले एरिया लिन्छु, डिराइभ्ड युनिटको कुरा गर्छु है भाइ बहिनीहरु। डिराइभ्ड युनिट यो पनि लेख्ने गर्ने, यसलाई चाहिँ रिलेटिभ युनिट पनि भन्छ, रिलेटिभ युनिट पनि भन्छ है। यो कुरा चाहिँ तपाईहरु लेख्नु होला है, एकदमै यसलाई चाहिँ लेख्नु होला तपाईहरुलाई। एरिया भनेको अब डिराइभ्ड युनिटमा सबभन्दा पहिला हामीले फन्डामेन्टल युनिट थाहा हुनु पर्यो। र जुन डिराइभ्ड युनिट पढ्छौं नि, डिराइभ्ड युनिटलाई चाहिँ पहिला फर्मुलामा राख्ने, फर्मुलामा आइसकेपछि चाहिँ हाम्रो युनिट राख्ने, त्यसपछि हाम्रो चाहिँ युनिट फाइनल आउँछ। त एरियाको फर्मुला के हुन्छ भने भाइ बहिनीहरु, यल इन्टु बी हुन्छ कि हुँदैन? यल इन्टु बी हुन्छ। त यल इन्टु बी हुन्छ त यल भनेको लेन्थ भयो। त लेन्थ केमा नाप्छौ त? मिटरमा, सेन्टिमिटरमा, मिलिमिटरमा, किलोमिटरमा नाप्छौ। सर मिटरै किन लिनुभयो? त जहिले पनि हामी साइन्समा एसआई युनिट राख्छौ, स्ट्यान्डर्ड युनिट। त लेन्थको चाहिँ स्ट्यान्डर्ड युनिट चाहिँ के हुन्छ त? मिटर। त हामीले त्यही भएर मिटर राखेको हो। टाइमको जुन युनिट, यहाँ मासको युनिट भनेको जुन ग्राम पनि हुन्छ, मिलिग्राम पनि हुन्छ,
हो कि हैन, किलोग्राम पनि हुन्छ। तर हामीले किलोग्राम नै किन लिएको भाइ बहिनीहरू, किनभने किलोग्राम चाहिँ हाम्रो एसआई युनिट हो मासको लागि, स्ट्यान्डर्ड युनिट मासको लागि के हो भाइ बहिनीहरू, स्ट्यान्डर्ड युनिट हो। त्यही भएर हामीले केजी युज गरेको हो। मानौ टाइम जुन छ त टाइम हाम्रो मिनेटमा पनि नाप्न सक्छौँ, आवरमा पनि नाप्छ, सेकेन्डै किन लेखे त टाइम को एसआई युनिट भनेको सेकेन्ड हो, त त्यही भएर सेकेन्ड युज गर्छौँ हामी। त्यो कुरा याद राख्नु है भाइ बहिनीहरू। त अब हामी फेरि पनि टपिकमा आउँछौँ भाइ बहिनीहरू, एसआई युनिट युज गर्ने। त लेन्थ भनेको हाम्रो केमा नाप्छौँ त मिटरमा, ब्रेथ भनेको पनि केमा नाप्छौँ त मिटरमा। त मिटर इन्टु मिटर भनेको मिटर स्क्वायर हो। के हो भाइ बहिनीहरू, मिटर स्क्वायर हो कि होइन, मिटर स्क्वायर हो भाइ बहिनीहरू। 2 नम्बरमा हेर्दा चाहिँ भोल्युमको कुरा गर्छु म। भोल्युमको फर्मुला हामीले के पढेको छौँ, 9 10 मै पढेको छौँ भाइ बहिनीहरू। भन सबैजना भन्छ यल इन्टु बी इन्टु एच पढेको। त लेन्थ भनेको पनि मिटरमा नाप्छ, ब्रेथ भनेको पनि मिटरमा नाप्छ, हाइट भनेको पनि मिटरमै नाप्छ। यो तीनवटै मिटर मल्टिप्लाई गरेर के आउँछ, फाइनली मिटर क्युब आउँछ भाइ बहिनीहरू। अझै पनि हामीले 3 नम्बरमा तपाईहरुलाई 3 नम्बरमा म भन्छु के भने भेलोसिटी। अब भेलोसिटी या त स्पीड को कुरा गर्छु, भेलोसिटी को कुरा गर्छु भने यसको फर्मुला के हुन्छ त, भेलोसिटी को फर्मुला के हुन्छ भन सबैजना भन्छ पहिला, डिस्प्लेसमेन्ट वा डिस्टेंस, डिस्प्लेसमेन्ट वा डिस्टेंस बाय टाइम टेकन। टाइम टेकन भनेको डिस्प्लेसमेन्ट या त डिस्टेंस हामीले केमा नाप्छौं, मिटरमै नाप्छौं नि त। लेन्थ त्यही भएर हामीले मिटरमा नाप्छौं। यहाँदेखि त्यहाँसम्म कति किलोमिटर गयो त मिटरमा नाप्छौं। त मिटर अपन टाइम टेकन भनेको टाइम भनेको केमा नाप्छौं, कुन युनिटमा, सेकेन्डमा। सेकेन्डको सिम्बल के हो त, यस हो। त हामीले यस लेख्छौं। यसलाई चाहिँ यसरी लेख्न मिल्छ कि मिल्दैन भाइ बहिनीहरू, मिटर पर सेकेन्ड। के अरे, मिटर पर सेकेन्ड। यसलाई चाहिँ हामीले चाहिँ क्वेशनमा झुकाउन सक्छ भाइ बहिनीहरू। क्वेशनमा के झुकाउन सक्छ नि, अब यो मिटर बाइ सेकेन्ड छ नि, त यसलाई चाहिँ यसको पावर के छ त, कति छ, 1 छ। हामीले पढेको 1 छ। त यो पावर यदि उता माथि गयो भने पोजिटिभमा छ त नेगेटिभ हुन्छ कि हुँदैन, यो 1 देखिदैन मात्र। त मिटर पर सेकेन्ड पावर पोजिटिभ माथि लग्यो भने -1 भयो। त यसलाई चाहिँ हामी s टु द पावर -1 पनि लेख्न मिल्छ। तपाईहरुलाई यदि क्वेशन सोध्यो भने यहाँ सुन्ने, कि त मिटर पर सेकेन्ड लेख्ने कि त यो लेख्ने, कि त हामीलाई क्वेशनमा मिटर पर सेकेन्ड पनि दिन सक्छ र मिटर सेकेन्ड टु द पावर चाहिँ -1 लेख्न सक्छ है भाइ बहिनीहरू। यस्तो हो। अब मैले कुरा गर्छु 4 नम्बरमा, 4 नम्बरको कुरा गर्छु है भाइ बहिनीहरू। 4 नम्बरमा ल 4 नम्बरमा मैले एक्सिलरेसनको कुरा गर्छु। एक्सिलरेसन तपाईहरु पुरै एक्सिलरेसन लेख्नु होला, म सर्टकट एक्सिलरेसन लेखेँ। एक्सिलरेसन को फर्मुला के हुन्छ भने भेलोसिटी v/t। हामीले पढेको छौं भेलोसिटी बाइ टाइम टेकन। त भेलोसिटी बाइ टाइम। त भेलोसिटी को फर्मुला के हो भर्खरै हामीले मिटर पर सेकेन्ड लेख्यौं नि त भाइ बहिनीहरु। त मिटर पर सेकेन्ड बाइ टाइम भनेको सेकेन्ड। त एउटा इक्वेसन हामीले पढेको थियो 8 9 मा कि a बाइ b बाइ c बाइ d हुन्छ भने यसलाई कसरी सोल्भ गरिरहेको छ भने a बाइ b इन्टु यो माथि गयो भने मल्टिप्लाई हुन्छ d बाइ c हुन्छ। त त्यसै गरी यो मिटर बाइ सेकेन्ड छ, यसको तल के छ त कति छ, 1 छ। त यसलाई चाहिँ हामीले मिटर बाइ सेकेन्ड इन्टु 1 बाइ सेकेन्ड गर्छौं कि गर्दैन, मिटर बाइ सेकेन्ड स्क्वायर भएको भयो नि, यस इन्टु यस स्क्वायर भयो हो। त यसलाई चाहिँ हामीले
मिटर बाई सेकेन्ड स्क्वायर, यसलाई चाहिँ मिटर पर सेकेन्ड स्क्वायर, यसलाई चाहिँ हामीले मिटर सेकेन्ड टु द पावर -2 पनि गर्न मिल्छ। कि त यो भन्ने कि त यो भन्ने यो भन्ने यो एउटै चिज हो र यो एकदमै इम्पोर्टेन्ट VVI भाइ बहिनीहरु 2081 को इन्ट्रान्स एक्जाममा 2081 को इन्ट्रान्स एक्जाममा साइन्समा चाहिँ यो क्वेशन सोधेको हो। व्हिच इज द युनिट अफ भेलो एक्सिलरेसन, एक्सिलरेसन यो मिटर पर सेकेन्ड पनि दिएको थियो र यो पनि दिएको थियो। त हामीले के हुन्छ मिटर पर सरी यो अप्सनमा थियो त हामीले राइट आन्सर केमा लगाउँछौ मिटर पर सेकेन्डमा। यो VVI हो। यसरी त जे पनि सोध्न सक्छ, भेलोसिटी पनि सोध्न सक्छ, एक्सिलरेसन पनि सोध्न सक्छ र सोधेको छ 2081 मा। यसको 2081 मा सोधेको छ भने नसोध्न पनि सक्छ, यसपालि 2082 मा नसोध्न पनि सक्छ, कि त सोच्न पनि सक्छ, कुनै ठेगाना छैन। तर हामीले पढिराख्नु पर्छ भाइ बहिनीहरु, एकदम 2081 को क्वेशन हो। व्हाट इज द एसआई युनिट अफ चाहिँ के रे एक्सिलरेसन सोधेको थियो। त त्यसको युनिट के हो सबैजना भन्छौ मिटर पर सेकेन्ड स्क्वायर हो भाइ बहिनीहरु। नम्बर 5 नम्बरमा हामी आउँछौ भाइ बहिनीहरु। 5 नम्बरमा आउँदा 5 नम्बरमा चाहिँ हामीले फोर्स को बारेमा कुरा गर्छौं। यो पनि डिराइभ्ड क्वान्टिटी हो। फोर्स भनेको हामीले त पढेको छौं नि त भाइ बहिनीहरु। फोर्स भनेको यम पढेको छौं र यम भनेको के हो त मास, ए भनेको के हो त एक्सिलरेसन, मास इन्टु एक्सिलरेसन। त भाइ बहिनीहरु मास भनेको मासको युनिट केजी हो, एक्सिलरेसन को युनिट भर्खरै हामीले मिटर पर सेकेन्ड स्क्वायर भन्यो कि भनिनु मिटर पर सेकेन्ड स्क्वायर। त मिटर इन्टु मिटर पर सेकेन्ड स्क्वायर। त यसलाई चाहिँ यो फोर्सलाई चाहिँ हामीले भाइ बहिनीहरु केजी मिटर है केजी मिटर s टु द पावर -2 लेख्न मिल्छ कि मिल्दैन? मिल्छ। र फोर्स को यो सोध्न सक्छ, यो पनि हाल्न सक्छ अप्सनमा, यो पनि हाल्न सक्छ कि त अब हाम्रो एसआई युनिट, फोर्स को एसआई युनिट भनेर पनि हामीले पढेको छौं के अरे न्यूटन, क्यापिटल n ले डिनोट गर्छ। त फोर्स को एसआई युनिट भाइ बहिनीहरुले के लेख्नु पर्यो न्यूटन, कि त यो केजी मिटर पर सेकेन्ड स्क्वायर पनि हाम्रो युनिट भनेको के हो फोर्स को युनिट नै हुन्छ। त हामीले यो कुरा बुझ्यौ भाइ बहिनीहरु, के बुझ्यौ भने नि फन्डामेन्टल क्वान्टिटी याद गर्नु पर्यो, फन्डामेन्टल युनिट याद गर्नु पर्दैन। फन्डामेन्टल क्वान्टिटी र फन्डामेन्टल युनिट याद गरिसकेपछि डिराइभ्ड क्वान्टिटीमा चाहिँ डिराइभ्ड युनिटमा चाहिँ हामीले डिराइभ गरेर चाहिँ लेख्ने। त डिराइभ गर्नको लागि हामीले फर्मुला चाहियो भाइ बहिनीहरु, फर्मुला सबैको फर्मुला। आज चाहिँ म 5 वटा युनिट मात्र भने 5 वटा क्वान्टिटीको युनिट मात्र लेखाए भाइ बहिनीहरु। नेक्स्ट भिडियोमा फेरि पनि अझै पनि युनिटहरु लिएर आउने छु। तबसम्मको लागि धन्यवाद। यदि भिडियो मन पर्यो भने भिडियोलाई लाइक गरिदिनु होला र सँगै पढ्ने साथीलाई शेयर पनि गरिदिनु होला भाइ बहिनीहरु। हस्त धन्यवाद।